नमस्ते साथीहरू। आज चाहिँ म यहाँ हाम्रो बेस्तर खन्नु भनेर यहाँ साफसुफा गर्नु गइरहेको छु। हेर्नु होला लास्टमा हाम्रो यहाँ बारीमा हामीले एकदम लोकल हर्दी यहाँ रोपेको छु। त्यसकै लागि म यसो बेसरको अब के भन्छ पातहरू सफा गर्नु गइरहेको छु। हेर्नु होला हामीले चाहिँ यहाँ बारीभित्र बगानभित्र चाहिँ यहाँ यसरी रोपेको थियो मैले चाहिँ होइन, हाम्रो आमाले। र त्यसकै लागि हामी भोलि खन्छु भनेर, भोलि अथवा भरे कहिले हुन्छ यो पहिला यो झारलाई चाहिँ सफा गर्ने। यसरी यो यस्तो सफा गरेर चाहिँ चट्टासँगले साफ एकदम चिल्लो पारेर खन्नु मजा आउँछ नि त। त्यही भएर एकदम यो सिकाल ल्याएर फालिरहेको छु म। त साथीहरू, मैले चाहिँ अब लगभग आधीभन्दा अलिकति बढी मैले अलिकति यो बेसरको पत्ता चाहिँ मैले हटाइसकेको छु, सफा गरिसकेको छु। र यहाँ आगो बालेर एकैचोटि आगो बालेर सफा गर्नु पनि सकिन्थ्यो। आगो लगाइदिँदा चाहिँ मजाले उयो हुन्थ्यो नि त, डढ्थ्यो नि त होइन पत्ताहरू। त्यो भएर अब यहाँ चाहिँ आगो लगाउने विचारमा थियो, तर हाम्रो यहाँ बिचबिचमा सुपारी छ नि त, त्यही माथि त्यही भित्र यहाँ केरा बगान छ अनि सुपारी बगानहरू छ। सुपारीमा असर हुन्छ भनेर चाहिँ मैले यहाँ आगो डडिल लगाएन, आगो लगाएन मैले। अनि हेर्नु सक्नुहुन्छ अब चाहिँ खन्दा हुन्छ। हेरौँ अब कतिको फलेछ। यहाँ चाहिँ अलिकति आधी जति चाहिँ माटो, यहाँ हाम्रो आपाले माटो लाउनु भएको रहेछ। यहाँ चाहिँ मजाले फलेको होला। माटो चाहिँ पटपट फुटिरहेछ हो। लोकल हर्दी चाहिँ मजाले लाग्छ यताको। यो हाम्रो यो यता गाउँतिरको चाहिँ बजारको चाहिँ यति लाग्दैन नि त। त्यही भएर लोकल बारी छ भने त लोकलै रोपेको राम्रो नि त, आफूले आफ्नै बारीमा लोकल होइन। यहाँदेखि अलिकति उता तल छ। ल त साथीहरू, हेरौँ कतिको फलेको रहेछ। यति चाहिँ फलेको रहेछ। यतिको चाहिँ यत्रो चाहिँ फलेको रहेछ।
भारी चाहिँ पुग्यो। अब धेरै त खन्नु थिएन यो म उता लानुलाई। अब यसलाई केलाइवरी म उसिनेर सुकाउनु पर्छ नि त काटेर। त्यसरी सुकाउँछु। यति भएको छ, एकछिनै भएको छ। 5-6-7 केजी होला। पुगेन भने बल्ल खन्छु। एकै भयो नि त, अल्छी पनि लाग्यो। यति मात्रै खनेको मैले, यति मात्रै, 2 ड्याङ सानो सानो। खन्नु त निकै छ नि, यताउता सबै। तर भोलि चाहिँ सबैजना भएर खन्छु है। यति भयो। कस्तो मजाले लाग्छ कि यो। कस्तो मजाले लाग्छ कि यसको लोकल भनेको लोकलै हुन्छ नि त। साथीहरू म चाहिँ घरतर्फ लाग्यौँ। ल साथीहरू, आजको भ्लग चाहिँ यति नै। मलाई अल्छी लाग्यो, त्यही भएर अब नउठ्ने। गर्मी पनि भयो नि त। मेरो हँसिया कहाँ पुग्यो? हँसिया लगेर जाने कोदालो यही होस्। ल त साथीहरू, भोलि भेटौँला है हामी। भोलि चाहिँ सबैजना भएर हामी उयो गर्छौँ नि त, खन्छौँ नि त। अझ घाम अघिसम्म हुसे लागिरहेको थियो, अहिले चाहिँ घाम निस्किएको छ। अब चाहिँ नुहाउनु पऱ्यो। ल साथीहरू, भोलि भेटौँला अर्को भ्लगमा है त।